यो टक्सारसम्मको यात्रा हामी गर्दैछौँ। अहिले यो घोडाबाँधे भन्ने ठाउँमा आएर स्थानीय एकदम टेस्ट खाइयो, खसीको झोलसँग भात, सबै साथीले खुसी भएर खानुभयो। अब अहिले हामी भ्युटार भन्ने ठाउँ रहेछ, यो घोडाबाँधे भन्ने ठाउँमा हामी त्यहाँ जाँदैछौँ। अब तपाईँले पनि यो क्लिपलाई हेरेर इन्जोय लिनु होला, आनन्द लिनु होला होइन। साइडको चाहिँ हिमाल बारेमा के भनिदिनुहुन्छ? अब हिमालमा त अब पोखरामा जन्मिएको हुर्केको उहीँ खेलिएको के हिमालको त के बखान गर्ने होइन, तर पनि अब हाम्रो पृष्ठभूमिमा भएको हिमाल अति सुन्दर छ होइन। हामी माछा पुछ्रे हिमाल देखिरहेका छौँ होइन, देखिरहेका छौँ। ठिक छ, राम्रो छ, रमाइलो छ। हामीले चाहिँ पोखराबाट देखिने हिमाल यहाँबाट पनि त्यस्तै देखिरहेको छ। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। ल हाम्रो गाडी अब चाहिँ आयो है, हामी अब लाग्छौँ नि होइन। भ्युटार। ओके, थ्याङ्क यू। टक्सेरा भन्ने ठाउँमा छौँ। यो टक्सेरा भन्ने ठाउँ पूर्वी रुकुममा पर्दछ र यहाँ आउनको लागि हामी काँक्रीबाट, पूर्वी रुकुमको काँक्रीबाट 2 घन्टा बसमा लाग्छ र यहाँ यो अत्यन्त मनमोहक मगर समुदायहरूको बस्ती छ र धेरै लोभलाग्दो ठाउँ छ। यहाँ बस्नको लागि नि व्यवस्था भएको होमस्टेहरू र होटलहरू 3वटा छ। एकदम राम्रो आतिथ्य छ। एकदम सुन्दर गाउँ, यहाँ चाहिँ एकदम मनमोहक गाउँ छ। मगर समुदायहरू मिलेर बसेको धेरै घरधुरीहरू छ। यहाँ जुममा बसेको बस्ती छ। अवश्य पनि एकपटक तपाईँहरू भिजिट गर्न आउनुहोला। हस् त, धन्यवाद। विदेशीलाई त्यति साह्रो आउनुहुन्न, विदेशीहरू हाम्रो यही नेपाली पर्यटकहरू चाहिँ घुम्न आइराख्नुहुन्छ। यो गीत छ नि रुकुमैको र अनि यो घर चाहिँ फिल्मले गर्दाखेरि पनि अलिकति यो तक्सेरामा चाहिँ मान्छेहरू चाहिँ आउनुहुन्छ। नाम हामीले यो तक्सेरा सामुदायिक होमस्टे भनेर दर्ता गरेको छ।
हजुर त्यही छ। हजुरको इन्फर्मेसन फोन नम्बर कसरी सम्पर्क गरी आउन सकिन्छ पछि यो भिडियो हेरेर मान्छेहरूलाई यसो भन्ने? हजुर हाम्रो चाहिँ गुगलमा राख्नु भएको छ हाम्रो नानी बुवाले। गुगलमा चाहिँ हाम्रो तकसेरा कम्युनिटी होमस्टे छ, त्यसमा फोन नम्बर पनि छ। हजुरहरू त्यसमा हेरेर आउन सक्नुहुन्छ। हजुरको यसो यहाँको सुविधाहरू के छ त्यो पनि भनिदिनुहोस्। ग्रुपमा आउनेलाई के छ डिस्काउन्ट अथवा के छ त्यो पनि सर भनिदिनु। हजुर ग्रुपमा आउनेलाई चाहिँ हामीहरू यस्तो प्याकेज भन्ने सिस्टम चाहिँ हामी अझै बनाउँदैछौँ सर। त्यसको लागि चाहिँ हुँदैछ, तर हामी चाहिँ यहाँ सकेको सेवा सुविधाहरू चाहिँ भर्खर नयाँ भएको कारणले गर्दा सकेको सुविधाहरू हजुरहरूलाई दिने कोसिस गरिरहेका छौँ सर। पानी जमे माइनस पानी यसो जमेको होइन नि त? माइनस हो, माइनसमा यसरी पानी जमेको छ है। एकदम पानी जमेर आइस बनेको छ। एकदम सिसा जस्तो देखिन्छ, सिसा फुटे जस्तै। फाली बनाउनु लाग्यो रहेछ है। फाली सिस्नुको बुङ्गुरलाई खोले। धन्यवाद। त्यो बाछालाई चाहिँ माटो खान्छ भनेर त्यही अब माटो नखानुको लागि सेपको लागि हजुर निकाल्नु भयो। हजुर आफैले बनाउनु आयो? ए हजुर, ओके, थ्याङ्क यू। माघे सङ्क्रान्तिमा तीर खेल्नको लागि तीर बनाउनु भएको छ। कहाँ हुन्छ यो मेला? चौरमा हुन्छ है। ठिक छ। के छ चाहिँ यसमा चाहिँ कहाँबाट आउनुहुन्छ मान्छेहरू?
हजुर हजुर सीमाबाट आउँछन् तर यहाँ चाहिँ नि यो माघे सङ्क्रान्तिको लागि चाहिँ हामी यो गाउँमा मात्रै हुन्छ हजुर हजुर यो गाउँमा मात्रै खेल्छ अरू आफ्नो आफ्नो गाउँमा खेल्छ तर अब यस्तो भाँडाको यस्तो बनाउनको लागि आउँछ बहुत सुन्दर ठाउँ हाम्रो अटल थापा दाइ चाहिँ अहिले उठेर पनि ल्याएर मुख सुख दाँत साथ धुनुभयो एकदम ओहो गुड मर्निङ ढोरपाटन Good morning, Dhorpatan, from Dhorpatan. थ्याङ्क यू Everyone, good morning from Dhorpatan. You know, Yes. very beautiful place. थ्याङ्क यू We are excited to take some pictures now. You know. यस यस Raji, ल Surya Raji. चिसोले गर्दा यहाँ चाहिँ अब कम हान्नुपर्ने भएछ गाडी पनि होइन अत्याधिक चिसो छ ल गाडी स्टार्ट भयो है गाडी स्टार्ट हुन एकदम गाह्रो रहेछ यहाँ चाहिँ अब चिसोको कारणले गर्दा गाडी अब 1 घन्टामा भाइहरूले बनाउन सफल हुनुभयो है ढोरपाटन एरिया एकदम सुन्दर छ चिसो अत्याधिक छ हुन त पुसको अन्तिम महिना भएर होला एकदम आकर्षक एरिया छ चिसो साथै जताततै पहाड बिचमा उपत्यका छ एकदम मिलेर चाहिँ उ गरेको छ बस्तीहरू बिच छेउछेउमा चाहिँ बिचमा फाँट छ त्यहाँ चाहिँ खेतीबालीहरू लगाइन्छ होला सायद त्यस्तो खेतीबाली लगाउनु त त्यस्तो देखाएको छैन अलिअलि धेरै छैन भाइहरू यहाँ चाहिँ घोडाको लागि बसिराख्नु भएको छ ल घोडा दौड गइरहेको छ हाम्रो ढोरपाटनमा है बब्बाल छ यता लाने भनौँ न यसरी भयो लाने भनौँ न यसरी यसरी भाइ तपाईँहरू यताबाट यता सिधा ल्याउने कि सुन्नुभयो उताबाट यसरी सिधै यसरी यसरी ल्याइदिनु न एकपल्ट यसरी चिसो पानी हिँडेर मलाई चाहिँ कहाँ बाबु एक सर्ट गरिदिनु तपाईँ पनि चार्ज बिस्तारै साथीहरू हो पछाडि बढ्ने साथीहरू यता हेरौँ अगाडि बढ्ने साथीहरू हामी जाउँछ भिडियो पुरै छ अलि तल गएर नि एङ्गल मोटापट्टि बस्छु यतापट्टि यस्तो बनाउने तिमी यसै
आइस जमेको होइन खोलो जमेको छ पानी आइसक्यो घरलको सिङ्गो छाला है नाउको चाहिँ सिङ्गो पाटन वन्यजन्तु शिकार आरक्षण सुन्दर फाँटिलो उसमा बसेको छ चारैतिर पाहाड एकदम रमाइलो ठाउँ छ चिसो पनि छ टाइम मिलाएर आउँदाखेरि धेरै लायक ठाउँहरू छन् गइरहेको छ होइन ढुङ्गो पनि बगाएको छ एउटा आइसमाथि अड्केको गाडी हिँड्दैन अब हामी हिँड्दाखेरि एकदम एकदम भोटे हो